नेपालका एकजना कलाकार चाहिँ झोलाभरि पैसा ल्याउने अरे अनि गटटटटट ओछ्यानमा खनेर थुक्ने अरे। साला आफू चाहिँ असिन र पसिन भएर एक झोला त होइन मात्रै मलेसियाका 50 एक महिनामा है पनि बल्ल 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 रोइ कराई हैरान गरेर पुग्न नपुग हुन्छ। त्यसलाई पनि झिकेर ल्याएर पुरै होइन ब्यागमा तातो बनाएर भोलि बिहानै उठाएर फेरि नेपाल पठाउनुपर्छ। नेपालका एकजना कलाकार चाहिँ झोलाभरि पैसा ल्याउने अरे अनि गटटटट ओछ्यानमा खनेर थुक्ने अरे। थुक्नु साटो त त्यो पैसा थपक्क मेरो नाममा ब्याङ्कमा हालेदेखि म यस्तो पसिना सरी त काम गर्ने थिइनँ यार। सम्झाइदिएन हौ कसैले। त्यो पैसा थुक्नुभन्दा चाहिँ मेरो ब्याङ्कमा ट्रान्सफर गरिदेऊ, म नेपालतिरै आउँछु, त्यसलाई लक्ष्मी भनेर पूजा गर्दै खर्च गर्दै गर्छु ल।